आज क्लास चाहिँ स्टार्ट गरौँ है। हेर्नु त आज चाहिँ सबभन्दा सुरुमा मैले के गरेँ भने त 1080 बाई 1340 को एउटा चाहिँ के गरेँ सेप आउटपुट बनाएँ नि है। तपाईँहरूले जतिको बनाउँदा नि हुन्छ है। हेर्नु त अब यसमा म के गर्छु भने हेर्नु है, मैले अहिलेलाई के गरेँ, हिजो हामीले अलाइनमेन्टको बारे हल्का हेरेको थियौँ नि है। हामीले गाइडहरू मार्जिनहरू हेरेको थियौँ नि है। हामीले त्यस हेरेको थियौँ नि। अब अर्को के छ भने जस्तै हेर्नु त मैले एउटा सेप दुइटा यसरी अनि यसरी मैले अलि योभन्दा ठुलो यसरी हेर्नु त तिनवटा सेप बनाएँ नि है। हेर्नु त एउटालाई यसरी माथि राखिदिन्छु, यसरी राखेँ। अब मैले तिनवटाको कलर चाहिँ के गर्छु त अलिक छुट्टा छुट्टै दिन्छु कि एउटालाई यल्लो, अर्कोलाई मैले रेड कलर दिएँ है। हेर्नु त एउटा ब्ल्याक, रेड, यल्लो छ नि। अब यसको अलाइनमेन्ट त मिलेको छैन नि है। हामीले हिजो गाइडहरू राखेर अलाइन गरेको थिएँ नि है, रुलर्सहरूबाट हेर्नु त मैले अब जस्तै मलाई यो टपमा अलाइन गर्नु पर्यो भने मैले यसरी ल्याएर हेर्नु त गाइड एउटा ल्याएर अब मैले सबलाई यो गाइडसँग यसरी मिलाइदियो भने के हुने भयो त अलाइन हुने भयो नि। हामीले त्यसरी हेरेको थियौँ नि है। अब आज चाहिँ हामीसँग के हेरौँ भने यो माथिपट्टि हेर्नु त यो सो ट्रान्सफर्म कन्ट्रोल्सको साइडमा यो बटनहरू देखिराख्नु भएको छ नि है। यिनीहरू चाहिँ के भयो अलाइनमेन्टको लागि भयो कि। हेर्नु त यो बटनहरू यता थ्री डटमा पनि के छ त अलाइनमेन्टको लागि भयो कि। अब हेर्नु त मैले के गर्न मिल्यो, अब हेर्ने हामीले यो सबै सेलेक्ट गर्न हेर्नु त बाहिरबाट यसरी ड्र्याग गरेर मैले के गरेँ त तिनटै सेपलाई तिनटै रेक्ट्याङ्गललाई सिलेक्ट गरेँ नि है। अब हेर्नु त रेक्ट्याङ्गल सिलेक्ट गर्न छ त्यो माथिपट्टि सेलेक्सनको अप्सन आइसक्यो नि है। अब त्यसपछि हेर्नु त यो सुरुको भनेको के भयो, सुरुमा यसरी हेरौँ है, यो साइजबाट हेरौँ है। सुरुको भनेको के छ त हामीसँग, यो भनेको चाहिँ लेफ्ट अलाइन भयो कि। अब मैले यो लेफ्ट अलाइन थिचेँ भने हाम्रो यो सबभन्दा लेफ्टमा कुन छ त येल्लो कलरको छ नि। मैले क्लिक गरेँ सबै सेप हेर्नु त लेफ्ट साइडतिर गएँ नि है। हेर्नु त सबै सेपहरू लेफ्ट साइडतिर गयो नि। अनि त्यसपछि हेर्नु त यो भनेको चाहिँ के भयो त राइट अलाइन भयो कि। मैले यो क्लिक गरेँ भने त सबै सेप के जाने भयो त राइटतिर गएको छ नि है। मैले यसलाई हेर्नु त नत्र हामीले के गर्नुपर्छ एउटा सेप यता यसरी छ भने हेर्नु त यसरी छ भने मैले यसरी म्यानुअली मुभ गरेर हेर्नु त यसरी ब्लू कलर आयो म्यानुअली मुभ गरेर अलाइन गरेर राख्नु पर्थ्यो नि है। यो लाइनसँगै लिएर आउनु पर्यो नि, नत्र हेर्नु त मैले यसमा पर्यो त यसमा पर्यो मैले हेर्नु त सबै लेफ्ट राइटतिर लानु पर्यो नि। राइटमा क्लिक गरेर सबै सेपहरू राइटतिर गएँ। टेक्स्टहरूमा नि यसरी नै हो है। अनि यो बिचको देख्नुहुन्छ, यो बिचको भनेको चाहिँ सबैलाई सेन्टर्ड अलाइन गर्ने भयो क्या। जस्तै हेर्नु त यसको यो सेन्टर पार्ट हो नि है। अब अहिले हेर्नु भने सेन्टरमा हेऱ्यो भने यिनीहरू सेन्टरमा छ त छैन नि होइन। अब मैले सेलेक्ट गरेर हेर्नु त अब यो गऱ्यो भने अब हेर्नु त सबै सेन्टरमा छ नि। मैले यहाँबाट एउटा गाइड ल्याएर यसरी राखेँ भने हेर्नु त ठ्याक्क बिचोबाट सबैको बिचो पार्टबाट पास भइरहेको नि है। बुझ्नुभयो। अनि हेर्नु त अब के छ त यो यस्तो खालको देखिरहेको छ नि, यसमा के लेखेको छ होभर गर्दाखेरि हेर्नु त डिस्ट्रिब्युटेड भर्टिकल्ली भनेर आयो नि है। अब चाहिँ के गर्ने भयो भने यो दुइटाको ग्याप र यो दुइटाको ग्याप सेम छैन नि है, डिफ्रेन्स छ नि। मैले यो तिनवटालाई सेलेक्ट गरेँ, अब मैले डिस्ट्रिब्युटेड भर्टिकली सेलेक्ट गरेँ भने त अब के गरिदियो त यसको ग्याप र यसको ग्याप सेम बनाइदियो कि। मैले यसमा हेर्ने अर्को सेप पनि लिएर आएर हेर्नुभयो भने यसलाई यसरी यसलाई यता तलबाट मैले यसलाई कपी गरेर यसरी यसरी राखेँ है। अब म यसलाई के गर्छु, मलाई अब जस्तै सेन्टर अलाइन सेन्टर गर्न पर्छ मैले अलाइन सेन्टर गरेँ। अब हेर्नु त यो दुइटाको ग्यापिङहरू त मिलेको छैन नि है। मिलेको छैन भने अब मैले हेर्नु त डिस्ट्रिब्युटेड भर्टिकली गरेँ नि ल। यसको 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 स्पेसिङ चाहिँ ग्याप चाहिँ सेम हुने भयो कि। बुझ्नु ल, बुझ्नु भयो नि है। अब हेर्ने मैले यसै गरी यसलाई फेरि यस सबैलाई सेलेक्ट गरेर मैले रोटेट गरेर यसरी सिधा सिधा राखेँ है। अब हेर्नु त अब के गर्छु, यसलाई सेलेक्ट गर्यो अनि यसलाई मैले यतापट्टिबाट हेर्नु त छ नि है। सुरुको भनेको के छ त टप एज भयो कि अलाइन टप। अब मैले यो क्लिक गरेँ भने त सबै टपमा गएर अलाइन छ नि है, एउटै लाइनमा छ नि है। अनि यो भनेको चाहिँ अलाइन बटम सबै तलपट्टि भएको नि। मैले यो तिनवटालाई मात्र सेलेक्ट गरिरहेको छु नि है। अनि यो भनेको के हो त अलाइन सेन्टर्ड हेर्नु त यसरी सेन्टर्ड भइरहेछ नि है। अनि यो भनेको चाहिँ डिस्ट्रिब्युट होरिजेन्टली भयो कि। मैले यो सेलेक्ट गरेँ भने के भयो त अब एउटा यहाँ छ, एउटालाई मैले यहाँ राखेँ,
फेरि अर्को सेपलाई नि हेर्नु त यसरी यतापट्टि बनाएँ है। अब मैले चारवटालाई सेलेक्ट गरेँ। अब मलाई सेन्टर्ड अलाइन चाहियो भने सुरुमा सेन्टर्ड अलाइन गरेँ। त्यसपछि हेर्नु त मैले डिस्ट्रिब्युट होरिजेन्टली क्लिक गरेँ नि, अब ग्यापहरू इक्वल बनाइदियो कि। बुझ्नुभयो? यस्तो हुन्छ है, जस्तै कि अब मैसँग हेरौँ है, इक्जाम्पल्समा ल, यो मैले मसँग यो एउटा आइकन छ है। हामी यो आइकनहरूको बारे चाहिँ पछि पढ्छौँ है। हेर्नु त अब हिजो तपाईँहरूले डिजाइन बनाउनु भयो नि है। हेर्नु त हिजोको डिजाइनमा चाहिँ हामीले के राखेको थियो त, यसमा लोगो थिएन नि होइन। अब यसमा मैले कसरी राख्न मिल्यो त, मैले हिजो के गरेको थिएँ त, सिम्पल एउटा सर्कल बनाएको थिएँ है। एउटा सर्कल भयो। अनि यो सर्कललाई चाहिँ मैले अलि के गरेँ, ल यो कलर अलि ग्रे ग्रे टाइपको कलर दिएँ है। ओके गरेँ ल, ग्रे कलर दिएँ मैले यसलाई। अनि यो आइकनलाई मैले अलिक सानो गरेँ है। हेर्नु त अब जस्तै मलाई यो सर्कलभित्र यो आइकन माथि चाहियो नि होइन। मैले यसलाई ड्र्याग गरेर हेर्नु त, ड्र्याग गरेर लिएर गएँ। अहिले के भयो त, सर्कल पछाडि आइरहेछ नि है। अब यसलाई मैले ठ्याक्क सर्कलको माथिपट्टि लिएर आएँ। अब हेर्नु त, यो अलाइनमेन्ट मिल्यो मिलेन हामीलाई थाहा हुन्छ त। यो सर्कलको सेन्टरमा परेको छ छैन हामीले कसरी थाहा पाउने त? हामीलाई त थाहा हो, गाह्रो हुन्छ नि है। यो केसमा हेर्नु त मैले दुइटाले के गर्छु त, यसरी सेलेक्ट गर्ने। अब हेर्नु त, यो सेन्टर, त्यसपछि फेरि यसको सेन्टर गऱ्यो भने के हुने भयो, ठ्याक्क यो आइकन सर्कलको बिचमा गएर सेन्टरमा पर्ने भयो नि है। बुझ्नुभयो? अलाइनमेन्ट बुझ्नुभयो? अनि त्यसपछि होइन, यो तिनवटा डट लेखेको छ नि है। अब यो तिनवटा डटमा क्लिक गरेर यहाँ त अनलाइन टू भन्नेवाला अप्सन छ नि, यसमा सेलेक्सन दिएको छ। मैले क्यानभसमा राखेर हेऱ्यो भने हेर्नु त के गर्छ। अब मैले अब्जेक्टलाई सिलेक्ट गरेँ। अब मैले हेर्नु त लेफ्ट अलाइन गरेँ भने हाम्रो यो के गर्यो त, आर्टबोर्डको लेफ्टमा गयो नि। बुझ्नुभयो? यो अलाइन टूले चाहिँ सेलेक्सन गर्यो भने के हुन्छ भने, मैले एउटा मात्र सेलेक्सन गर्दाखेरि हेर्नु त अलाइन गर्न मिलेको छैन नि। मैले दुइटा सेलेक्सन गरेँ भने चाहिँ अब यो दुइटाको चाहिँ कन्टेक्स्टमा चाहिँ के गर्ने भयो, अलाइनमेन्ट मिलाउने भयो कि। अब मैले सेन्टर राखेँ भने यो दुइटाको अलाइनमेन्ट हेरेर राख्छ नि है। अब मैले यसमा अलाइन टु क्यानभस राखेँ भने अब यो होल क्यानभसमा लाई चाहिँ रिफरेन्स मान्ने भयो कि। अब मैले यो सेपलाई सेन्टर लग्यो भने यो क्यानभसको सेन्टरमा जाने भयो कि। बुझ्नुभयो? बुझ्नुभयो? हजुर एकचोटि ट्राई गर्नु त, अलाइनमेन्ट। अनलाइन बस्नु भाइहरूले बुझ्नुभयो? त्यो एकचोटि दुई तिनचोटि थिच्नु न त्यहाँ पछाडि। एकचोटि हजुरहरूले बुझ्नु भएन भने चाहिँ सोध्नु है।
अलाइनमेन्ट बुझ्नुभयो तपाईँले? लोगो चाहिँ तपाईँहरूलाई म है दुईटा आइकनहरू बाहिर गरेर बुझ्नुभयो नि लोगोहरू चाहिँ कहाँबाट डाउन आइकनहरू कहाँबाट डाउनलोड गर्नु चाहिँ म तपाईँलाई है बुझ्नुभयो नि अनलाइन गर्नुलाई अर्को सेलहरू छ नि मिलाउनु पाउँछ नि ल हेर्नु है एकचोटि अलाइनमेन्टमा चाहिँ कस्तो भने मैले यसरी एउटा दुईटा तिनवटा एउटा हेर्नु त रेक्ट्याङ्गल बनाएको छु नि है अब यसमा के हुन्छ त अहिले तिनवटालाई एउटै कलर होइन कि म तिनवटालाई डिफ्रेन्ट कलर दिन्छु एउटालाई रेड अनि अर्कोलाई मैले येल्लो दिएँ नि है अब यो तिनवटा अलाइन्ड छ त अलाइन्ड भन्न साथ होइन यो तिनवटा एउटै लाइनमा छ माथिपट्टि छैन नि है तलपट्टि पनि छैन त यसमा हेर्नु त अब मैले यसलाई टप अलाइन गरिदिएँ भने अब अब मैले यसलाई टप अलाइन एकछिन है अब मैले यसलाई टप अलाइन गरिदिएँ भने त के भयो त टपमा गयो नि सबै एउटै लाइनबाट भइरहेछ नि अनि हेर्नु त तलपट्टि बटम गऱ्यो सबै एउटैमा गयो नि है यसले के गरिदिनु भयो सबैलाई बिचोमा पारिदियो नि यसले डिस्टेन्स सेम गरिदिनु भयो नि यो तिनवटाको है अब हेर्नु त मैले यो सेपमा मैले लेफ्ट अलाइन गरेँ भने के भयो त तिनवटा रेक्ट्याङ्गल देखाएको छैन नि किनभने सबै रेक्ट्याङ्गल लेफ्टतिर छ नि है अनि हेर्नु त यो सबभन्दा ठुलो थियो हाम्रो रेक्ट्याङ्गल वान त्यही भएर टुप्पो टुप्पो देखिरहेको छ नि रेक्ट्याङ्गल थ्रीको पछाडि छ नि त रेक्ट्याङ्गल टू हेर्नु त सानो थियो के गरिदियो त रेक्ट्याङ्गल थ्रीले छेक्यो नि है यो बुझ्नु भयो नि है अब कस्तो सेपमा काम लाग्छ अब मैले यसलाई यसरी रोटेट गरेर गरेँ भने चाहिँ हेर्नु त यसरी राख्यो भने चाहिँ अब मैले यो हेर्नु त लेफ्ट अलाइन गरेँ भने सबै लेफ्टतिर गयो नि यस्तो बेला काम लाग्नु भयो नि है अनि हेर्नु त यो तिनवटा डटमा थिचेर यतापट्टि सेलेक्सन टू भन्यो नि अब मैले अहिले त सेलेक्सन टूमा के छ सेलेक्सन भनेर छ अलाइन टूमा के छ सेलेक्सन भनेर छ नि है अब यो सेलेक्सन भयो भने चाहिँ के हुन्छ त मैले अलाइनमेन्ट मिलाउँदाखेरि चाहिँ सेलेक्टेड पार्टहरूको मात्र अलाइनमेन्ट हुने भयो कि बुझ्नुभयो अहिले मैले अलाइन मिलाएर हेर्नु त राइट अलाइन गर्यो यो सेपको सबभन्दा राइटतिर कुन छ त्यसमा गएर अलाइन भएको छ नि है तर हेर्नु त मैले यो तिनवटा डटमा गएर अलाइन टूलाई क्यानभास गरिदिएँ नि है अब मैले सेलेक्सन गरेर लेफ्ट अलाइन थिचेँ भने त सबै सेप के गयो त हाम्रो यो आर्टबोर्ड छ नि क्यानभास त्यसको लेफ्ट साइडमा गएर बस्यो नि है बुझ्नुभयो ल हेर्नु त अहिले सेलेक्सनमा मात्र राखेँ है बुझ्नुभयो 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 नि है हजुरले ल त्यसपछि है हजुर त्यो सेलेक्सन मुभ टुलले चाहिँ सेलेक्ट गर्यो अनि सेलेक्सनको चाहिँ अब्जेक्टहरू तिनीहरू इमेजहरू कन्टेन्ट सेलेक्ट हुन्छ नि त यसले चाहिँ हाम्रो एलिमेन्ट्सहरू सेलेक्ट गर्छ बियर्सहरू सेलेक्ट गर्छ नि त नि मुभ टुलले चाहिँ आज चाहिँ अब हामी चाहिँ क्लिपिङ मार्क्स भनेर हेरौँ है हेर्नु त तपाईँहरूलाई मैले भाइबरमा दुइटा इमेज सेन्ड गरेको छु नि है एकचोटि हेर्नु त यसलाई नि कपी गरेँ यता पेस्ट गर्दा ल
ल एकचोटि हेर्नु त भाइबरमा कस्तो खालको इमेज छ त हाम्रो यो सेप भित्र चाहिँ के गरेको रहेछ यसमा अलिक क्लियरली देखेन है इमेज छ नि है क्लिपिङ मार्क्स भनेको हजुरहरूले सुन्नुभएको कहिले क्लिपिङ मार्क्स भनेको कस्तो तपाईँहरूले आइडी कार्डहरू त युज गर्नुभएको नि है आइडी कार्डहरूमा कस्तो हुन्छ त एउटा सेपभित्र चाहिँ हाम्रो यो फोटो राखेको हुन्छ नि धेरै जसो चाहिँ सर्कलभित्र हाम्रो फोटो हुन्छ है आइडी कार्डहरूमा धेरै जसो आइडी कार्ड कि स्क्वायरभित्र हाम्रो फोटो राखेको हुन्छ नि है त्यस्तोलाई चाहिँ क्लिपिङ मार्क्स भन्ने भयो कि हामीले कुनै सेपहरूभित्र चाहिँ इमेजेसहरू राख्यो भने चाहिँ हाम्रो फोटोहरू राख्यो भने चाहिँ त्यसलाई के भन्ने भयो त क्लिपिङ मार्क्स भन्ने भयो है जस्तै तपाईँले एउटा सर्कल बनाउनु भयो नि है अब मैले त्यो सर्कलभित्र चाहिँ मेरो फोटो राख्नु पर्ने छ नि है त्यसमालाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त क्लिपिङ मार्क्स गर्नुपर्ने हुन्छ है ल बुझ्नुभयो जस्तै हेर्ने मैले यही इमेजलाई लिएर आएर राखेको छु है हेर्नु त मैले यो इमेज तपाईँहरूलाई भाइबरमा पठाएको छु नि है अब म के गर्छु त यसमा एउटा सर्कल बनाउँछु है हेर्नु त मैले यसरी एउटा सर्कल बनाएँ नि है मलाई के गर्नु पर्ने छ त यो इमेज यो सर्कलभित्र ल्याउनु पर्ने छ नि है मैले यसलाई रेड कलरकै सर्कल बनाइदिन्छु है त यो इमेज सर्कलभित्र चाहियो नि है सबभन्दा सुरुमा हामीले के गर्नुपर्छ फोटोसपमा क्लिपिङ मार्क्स गर्दाखेरि हामीले जहिले नि अब जस्तै मलाई यो इमेज चाहिँ यो सर्कलभित्र ल्याउनु पर्यो नि है के गर्नु पर्यो त इमेजको लेयरभन्दा मुनिपट्टि सर्कल हुन पर्यो कि हेर्नु त यसरी के मैले जहिले अब हाम्रो फोटो जुन चाहिँ सेपभित्र राख्दैछौँ नि होइन त्यो सेप चाहिँ जहिले नि फोटोभन्दा तल हुन पर्यो कि बुझ्नुभयो बुझ्नुभयो नि है क्लिपिङ मार्क्स भनेर बुझ्नुभयो एकचोटि हेर्नु है तपाईँहरूले ट्राई गर्नुभन्दा एकचोटि अगाडि हेर्नु त अनि तपाईँहरूले ट्राई गर्नु न है क्लिपिङ मार्क्स भनेर बुझ्नुभयो नि है क्लिपिङ मार्क्स भने तपाईँहरूले आइडी कार्ड त बोक्नु भएको छ नि है आइडी कार्डहरू युज हुन्छ नि है त्यसमा तपाईँहरूले सर्कलभित्र आफ्नो फोटो हुन्छ नि है गोलो फोटोहरू राखेको हुन्छ र तपाईँहरूले फोटो खिच्दाखेरि त गोलो फोटो खिच्ने हो त गोलो खालको त खिच्दैन नि है अनि त्यस्तो केसलाई चाहिँ के भनिन्छ त क्लिपिङ मार्क्स भन्छ कि हामीले कुनै सेपभित्र जस्तो पनि सेप हुन्छ है जस्तो पनि सेपभित्र हामीले हाम्रो फोटो राख्यो भने चाहिँ क्लिपिङ मार्क्स भन्ने भयो कि त्यसलाई बुझ्नुभयो ल अनि हामीले क्लिपिङ मार्क्स गर्दाखेरि चाहिँ के हुन्छ त अब हेर्नु यो सर्कलभित्र मैले यो फोटो राख्दैछौँ नि होइन एकचोटि हेर्नु त यो सर्कलभित्र यो फोटो राख्दैछौँ नि है जहिले नि लेयर्समा फोटोको लेयरभन्दा मुनिपट्टि चाहिँ सेपको लेयर हुन पर्यो कि बुझ्नुभयो अब मैले सेपलाई माथि लगेँ है अब मैले क्लिपिङ मार्क्स गर्न खोज्यो भने चाहिँ हुँदैन कि किनभने मैले त यो फोटो यो सेपभित्र राख्न खोजेको नि जाँदैन कि सेप चाहिँ जहिले नि तलपट्टि हुन पर्यो क्या फोटोको बुझ्नुभयो ल अब मैले क्लिपिङ मार्क्स गर्दाखेरि फोटोको मुनि सेप त बुझ्नुभयो नि है अब मैले के गर्नु पर्ने हुन्छ यसरी ठ्याक्कै हेर्नु त फोटोले सेपलाई कम्प्लिटली छोपिदिने के यो गरेको बुझ्नुभयो बुझ्नुभयो फोटोले कम्प्लिटली सेपलाई देखेन नि है किनभने सेपको ठ्याक्कै माथिपट्टि मैले फोटो लगाएर राखेको छु नि है हेर्नु त एकचोटि यता अब के हुन्छ त मैले हेर्नु त अब फोटोको लेयरमा राइट क्लिक गर्छु अनि यतापट्टि हेर्नुभयो भने तलपट्टि क्रिएट क्लिपिङ मार्क्स भनेर आयो नि है देख्नुभयो अब मैले क्रिएट क्लिपिङ मार्क्स गरेँ भने त सर्कलभित्र फोटो गयो नि है एकचोटि हेर्नु है अझ एकचोटि हेर्नु अनि तपाईँहरूले ट्राई गर्नु न है अब हेर्नु है मैले यसरी क्लिपिङ मार्क्स गरेको बुझ्नु भयो नि है अब हेर्नु त यसलाई जस्तै मैले सपोज के गर्छु त फोटो यता छ सेप यता छ नि है सेप पनि देखाएको छ फोटो अब मैले सेपलाई गएर क्रिएट क्लिपिङ मार्क्स गरेँ भने हेर्नु त फोटो हराएँ नि सेपमा आएको छैन नि है किनभने मेरो फोटो त यता साइडमा छ सेप यता साइडमा छ नि अनि क्लिपिङ मार्क्स गर्दाखेरि क्लिपिङ मार्क्स त भयो तर सेपभन्दा बाहिर फोटो भयो भने चाहिँ देखिँदैन नि है जस्तै फ्रेमभन्दा बाहिर तपाईँले फोटो राखेर तपाईँले फ्रेमलाई लगाइदिनु भयो भने त फ्रेमभित्र केही आउँछ त आउँदैन नि यसमा नि त्यस्तै भयो कि हामीले फ्रेममा राख्दाखेरि के हुन्छ त ठ्याक्क फ्रेमको सिसाको मुनिपट्टि फोटो राख्छ नि त्यस्तै गरी नै मैले यसरी सेपको ठ्याक्क माथिपट्टि फोटो राख्नु पर्यो राइट क्लिक अनि क्रिएट क्लिपिङ मार्क्स बुझ्नुभयो
अनि क्लिपिङ मार्क्स हटाउनलाई फेरि राइट क्लिक रिलिज क्लिपिङ मार्क्स हुन्छ है यतापट्टि हेर्नु त रिलिज क्लिपिङ मार्क्स भनेर आयो नि है। अब मैले क्लिक गरेँ भने क्लिपिङ मार्क्स हट्ने भयो। बुझ्नुभयो? एकचोटि ट्राई गर्नु त हजुरहरूले। एकचोटि ट्राई गर्नु त हजुरहरूले क्लिपिङ मार्क्स। हजुर भन्नु त। प्रोपर्टिजमा हेर्नुहोस् एकछिनलाई अब हेर्नु त यो प्रोपर्टिजमा हेर्नुभयो भने फिल भएको छ नि अनि स्ट्रोक पनि रहेछ नि त्यो रहेछ स्ट्रोक अन छ नि त्यसलाई फुल हराइदिनु भएको छ। property अब सेप हेरेको चाहिँ प्रोपर्टिजमा हेर्नु हो भने त इक्लिप्स सेप छ नि स्ट्रोक पनि छ फिल पनि छ। अब मैले स्ट्रोकलाई क्लिक गरेर स्ट्रोक हटायो भने सेप देखेको छ त छैन नि किन देखेन त व्हाइट कलर छ नि अनि सेतो कलरमा सेतो कलरमा देखेको नि मैले अर्कोले कलर बनायो भने त देख्दैन सेतै बनायो भने त अनि सेतो देखेको नि भयो त्यही भएको तपाईँको स्ट्रोक छ अनि फिल चाहिँ व्हाइट कलर भएकै छ। अब तर हेर्दा सेप के रहेछ हाइट जस्तो छ साइड अझ तल त्यो भयो सेप के भयो त अर्कै सेपमा क्लिपिङ मार्क्स भयो किनभने दुइटा इक्लिप्स छ तल जुन छ त्यसैमा हुन्छ भनेर लाग्छ नि हजुरै भयो हजुरको भयो बुझ्नु भयो। पुरो नानी हुन्छ पहिला एउटा सर्कल बनाइदिउँ सर्कल सिलेक्ट छ सर्कल ब्याकग्राउन्ड स्ल्याब कलर त्यसलाई व्हाइटै बनाइदिउँ। अब अब जस्तै तपाईँले यसमा यसरी हेर्नु त मैले के यसमा उहाँले के भन्दा स्टेप एउटा छ फोटो छ नि अब जहिले नि हाम्रो क्लिपिङ मार्क्स गर्दाखेरि चाहिँ सेपभन्दा मुनि फोटोभन्दा मुनि सेप हुनु पऱ्यो कि हामी जुन चाहिँ कुराभित्र सेप फोटो लाँदैछौँ है। अब हेर्नु मैले यो फोटोले कम्प्लिटली सेपलाई छिर्नु पर्ने हुन्छ कि ठिकै नि अब राइट क्लिक यतापट्टि त क्रिएट क्लिपिङ मार्क्स क्रिएट क्लिपिङ मार्क्स अब सेप फोटो ल अब हेर्नु है एकचोटि अब हेर्नु त अब यसमा हेर्ने मैले भयो के भने चाहिँ मैले सेपभित्र यसरी लगेर क्रिएट क्लिपिङ मार्क्स गर्दाखेरि चाहिँ
सेप देखिरहेछ नि किन भएन भने ठ्याक्क सेप माथि परेको छैन नि है। सेप भन्दा फोटो यता छ, सेप यता भएर चाहिँ फोटो देखेन है हामीले फ्रेमहरूमा जस्तै भने नि है। अब हेर्नु त मैले फोटोलाई अलि सानो गरेर हेर्नु त क्लिपिङ मार्क्स गरेँ नि है। हेर्नु त राइट क्लिक क्रिएट क्लिपिङ मार्क्स। तर हेर्नु त सेपको यो रेड कलरको पनि देखिरहेछ नि। हामीले सेम फोटो फ्रेममा पनि साइज भन्दा सानो राख्यो भने के हुन्छ त भित्रको फ्रेमको पार्ट पनि देखिरहेको हुन्छ नि है। त्यस्तै हुने रहेछ नि है। बुझ्नुभयो? त्यही भएर हेर्ने मैले फोटोलाई ठुलो गरेँ अनि सर्कलको पार्टमा चाहिँ हेर्नु त अब क्लिपिङ मार्क्स गर्दाखेरि चाहिँ यसको नेकको पार्ट मात्र आइरहेछ नि, घाँटी मात्र। के भएर त फोटो धेरै ठुलो भयो नि है। त्यही भएर हेर्नु त अब मैले के गर्न मिल्यो त क्लिपिङ मार्क्स भइरहेछ नि है। क्लिपिङ मार्क्स हुँदाहुँदै पनि हेर्नु त मैले फोटोको लेयरमा क्लिक गरेर आउटलाइन के को आइरहेछ त फोटोको आउने रहेछ नि। फोटोको साइज कत्रो हो त्यत्रै आइरहेछ नि है। अब मैले यसलाई सानो गरेँ भने हेर्नु त फोटो पनि सानो हुँदैछ। मैले यसरी फोटोलाई सेलेक्ट गरेर हाम्रो सेपभित्र कुन चाहिँ साइज मुख मात्र देखाउन पर्ने हो कि फुल बडी नै देखाउनु पर्ने हामीले त्यसरी देखाउन मिल्ने रहेछ नि है। बुझ्नुभयो हजुरले यो? अब मैले दुइटैलाई सेलेक्ट गरेँ हेर्नु त फोटोलाई पनि यसरी हेर्नु त यसरी मैले बाहिरबाट यसरी सेलेक्सन गरेँ दुइटैले सेलेक्ट गरेँ नि। अब मैले क्लिपिङ मार्क्स गरेको सेपलाई कुन ठाउँमा लाने हामीले चुज गर्न मिल्यो नि है। बुझ्नुभयो? यो फोटो हेर्नु त अब जस्तै यसरी घाँटीको मात्र आइरहेछ नि है। हामीले फोटो फ्रेममा फोटो फ्रेमभन्दा फोटो धेरै ठुलो भयो भने यस्तै गरी आउँछ नि है। बुझ्नुभयो? अनि नत्र हामीले के गर्नुपर्ने हुन्छ सुरुमा क्लिपिङ मार्क्स गर्न अगाडि नै फोटो र सेपको साइज मिलाएर गर्नु पर्यो। अर्को भनेको हेर्नु त मैले क्लिपिङ मार्क्स गरेँ नि है। अब हेर्नु त मैले फोटोको लेयरलाई सेलेक्ट गरेको छु नि है। यो लाइन आइरहेछ नि। यो लाइन किन आयो त फोटोको साइज जति छ त्यति आयो नि है। अब मैले यताबाट नै सानो गरेर हेर्नु त सेपभित्र नै कति फोटो देखाउन मिल्ने हो त्यो मैले मिलाउन मिल्यो नि। बुझ्नुभयो? यो बुझ्नु भयो नि है। ल त्यसपछि हेर्नु त अब मैले राइट क्लिक रिलिज क्लिपिङ मार्क्स पनि गरेँ नि है। यति बुझ्नु भयो नि है। अनि हामीले जहिले क्लिपिङ मार्क्स गर्दाखेरि चाहिँ हाम्रो सेपको चाहिँ के हुनुपर्छ त फिल हुनै पर्छ के। बुझ्नुभयो? फिल भनेको थाहा नि है हजुरहरूलाई। फिल भनेको थाहा छ है। हजुरहरूलाई थाहा छ है फिल भनेको। अब हेर्नु त फिल भनेको के भयो त अब मैले यसको फिल हटायो। हेर्नु त रेक्ट्याङ्गल सर्कल त छ नि है। तलपट्टि बनाएको छ। अब मैले राइट क्लिक गरेर क्लिपिङ मार्क्स गरेँ भने हेर्नु त सेप आएन नि। किनभने केही खाली छ नि त नि फिल पनि छैन केही पनि छैन। अब यसमा हेर्नु त मैले फिललाई के गर्छु त फिल हटाउँछु स्ट्रोक एउटा मात्र राख्छु नि है। स्ट्रोक मात्र छ नि है। अब मैले सेपलाई लगेर हेर्नु त क्रिएट क्लिपिङ मार्क्स गऱ्यो भने स्ट्रोकभित्र गएर बस्यो नि यो त। यो त हामीले फ्रेमको बोर्डरमा मात्र फोटो राखे जस्तै भयो नि है। बुट्टामा फोटो राखे तर फ्रेमभित्र चाहिँ खाली छ। त्यस्तो देखेँ नि है। त्यही भएर हामीले जहिले क्लिपिङ मार्क्स गर्दाखेरि चाहिँ जहिले नि फिल चाहिँ हुनैपर्छ है। बुझ्नुभयो? अनि हामीसँग क्लिपिङ मार्क्सको अर्को सर्टकट छ है। हेर्नु त एउटा सर्टकट भनेको के भयो त मैले माथिबाट राइट क्लिक गरेर क्रिएट क्लिपिङ मार्क्स भन्ने सर्टकट भयो नि है फोटोमा। अर्को हेर्नु त अहिले ठ्याक्क यो क्लिपिङ मार्क्सको पोजिसन मिलेको छ नि है। हामीसँग क्लिपिङ मार्क्सको सर्टकट के छ भने यो दुइटा पोइन्टको बिचको यो भाग देख्नु भएको नि दुइटा लेयरलाई छुट्टाएको लाइन जस्तो आइरहेको नि अल्ट थिच्दै यो पार्टमा होभर गरेर हेर्नु त एउटा व्हाइट कलरको बक्स अनि डाउन एरो जस्तो आयो नि है। यो भनेको चाहिँ क्लिपिङ मार्क्स हो कि। अब मैले यस्तो आएर क्लिक गरिदिएँ भने चाहिँ के हुने भयो क्लिपिङ मार्क्स लाग्ने भयो कि। फेरि हटाउनलाई अल्ट थिच्दै यो यसरी बिचमा लानु दुइटा लेयरको बिचमा क्लिक गर्नु क्लिपिङ मार्क्स हट्छ। बुझ्नुभयो? अल्ट थिच्दै माउसलाई यो दुइटा लेयरको बिचमा होभर गर्ने अनि क्लिक गरिदिनु। यस्तो पोइन्टर आइसकेपछि के हुने भयो त क्लिपिङ मार्क्सको पोइन्टर हो नि त नि। अनि फेरि क्लिक गर्यो एकचोटि ट्राई गर्नु त अनलाइन बस्नु भाइहरूले पनि ट्राई गर्नु है। बुझ्नु भएको छैन भने चाहिँ सोध्नु है। ट्राई गर्नु त अल्ट थिच्दै अल्ट अल्ट पनि थिच्नु पहिला यसरी क्लिपिङ मार्क्स गर्नु त भयो नि अनि अल्ट थिच्दै
त्यहाँमाथि आए भएन भने अल्छी चाहिँ अल्छी दुइटाको बिचमा अघि ठ्याक्क पोइन्टर आएको थियो नि है अब होइन पोइन्ट अल्छी हो त पोइन्टर आयो क्लिक गर्नु फेरि अल्छी चाहिँ त्यस्तो पोइन्टर आउँछ हेर्दा क्लिक गर्नु हजुरको भयो त्यो अल्ट थिचेर हजुरको भयो बिचमा अल्छी अल्छ अब मस्तो राख्नु त यसमा एकदम समस्या अल्छी न सेभ गरेर है फेरि अल्छी चाहिँ यो बिराको बिचमा क्लिक गरेर बुझ्नुभयो हजुरले यहाँ तलपट्टि सेपरेसन चाहिँ क्लिक गर्नु 10 मिनट गर्नु ब्याक अब हेर्दा सेभ लोकेसन अब अल्ट 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 अनि बिचमा एमा ओभर गर्ने के गर्नु फेरि अल्ट दुइटाको बिचमा क्रसवाला साइन आएको छ नि है दुइटाको बिचमा माउसले दुइटाको बिचतिर सर्टकट रहेछ नि मैले राइट क्लिक गरेर क्रिएट क्लिकिङमा गर्नु पर्दैन अपडेट गर्दा सेपभित्र लानुपर्छ माथि एउटा लेयर कुन छ अनि सेप चाहिँ सेपको लेयर कुन चाहिँ पछाडिको छ अनि बिचमा त अर्को सर्कल पनि रहेछ नि त यसमा हेर्दा बिचमा के छ त बिचमा अर्को इक्लिप्स छ अनि यो दुइटा इक्लिप्सको यो हाम्रो फोटोको बिच मुनि दुइटा अर्कै लेयरहरू गर्दा यो लेयरमा त जान्छ त जाँदैन मलाई यो दुइटा लेयर क्लिक गर्ने यो पनि अब मैले क्लिक मास गरेर राइट क्लिक होइन तपाईँले सुरुमै ठुलो बनाएर पनि भयो अब क्लिपिङ वान्स गर्दाखेरि तपाईँले अब चाहे पढ्ने पार्ट देखेन भने तपाईँले फोटोको लेयर क्लिक गर्नु अनि यसरी सानो जस्तो मिलाउनु मिल्यो कुन चाहिँ पार्ट देखाउने हो अनि फेरि राइट क्लिक अब अल्ट थिच्नु अल्ट थिच्नु मिलाउनु फेरि अल्ट ट्राई गर्नु तपाईँको पल्टो भयो सेभ क्लिक गर्नु माथिपट्टि ब्लू कलर लाइन आयो नि अब सेपमा यता ल्याएर राखिदिनु यसरी गरे अब क्रिएट क्लिपिङ गर्नु अब अल्ट थिचेर एक क्लिपिङमा सघाउँदा दुइटाको बिचमा यो दुइटा लेयरको बिचमा एउटा पोइन्टर आयो नि त अब फेरि अल्ट थिचेर त्यस्तै गर्नु क्लिपिङमा सक्छ तर आइकन कस्तो आइराख्यो भने अल्ट थिच्दाखेरि यस्तो आइकन आउँछ कि आउँदैन यस्तो खालको आइकन आइरहेको पोइन्टर आइरहेको क्लिपिङ मार्क्स अल्ट थिचेर गर्दाखेरि चाहिँ बुझ्नु भयो नि है हजुरले अल्ट थिचेर गर्दाखेरि चाहिँ हेर्नु है यतापट्टि गर्दाखेरि बक्स आएर यस्तो खालको आइकन आइरहेको छ कि छैन याद गर्ने हेर्नु त पोइन्टर अर्कै आएको छ नि है अनि मैले क्लिपिङ मार्क्स हटाउँदाखेरि चाहिँ क्रस गरेको आउँछ है अनि एकैछिन है अनि एकचोटि हेर्नु त जस्तो यो तपाईँहरूको लेयर के भयो भने अलिक सानो भयो भने यो तिनवटा लाइन जस्तो छ नि लेयरहरूकोमा हेर्नु त एकचोटि यता टप राइटको टपमा हेर्नु त लेयर्सको साइडमा यो तिनवटा लाइन देखिरहेको छ नि है यसमा क्लिक गर्नु तलपट्टि प्यानल अप्सन भन्ने छ है यसमा सिलेक्ट गर्नु त
अनि थम्बनेल साइज भनेर आइरहेछ नि। मैले यसमा अब कुनै साइज क्लिक गर्यो भने चाहिँ ओके गरिदिनु, ठुलो साइज एउटा क्लिक गरेर अनि ओके गरिदिनु त लेयर्सको साइजहरू ठुलो भयो नि। अब मलाई लेयर्सहरू हेर्न सजिलो भयो नि है। बुझ्नुभयो? बुझ्नुभयो नि, गर्नुभयो नि। बुझ्नुभयो नि हजुरले। ल अब एकचोटि यो नि हेरौँ है। अब हेर्नु त मैले यसलाई डिलिट गरेँ। हामीसँग अब मैले हेर्नु त अर्को एउटा इमेज पनि पठाएको छ नि है हजुरहरूलाई। यो एकचोटि सर छिटछिटो हेरौँ है। ल हेर्नु त के गरेको छ त एउटै फोटो मल्टिपल सेपमा राखेको रहेछ नि है। हेर्नु त एउटै फोटो धेरैवटा सेपमा छ नि है। अब हेर्नु त अब मैले के गर्छु त एउटा यो हनीको कम जस्तो एउटा केही सेप छ नि है। म सुरुमा के गर्छु त यस्तो खालको एउटा सेप चाहिँ बनाउँछु है त। हेर्नु त मैले पोलिगन टुलबाट एउटा हेर्नु त सिक्स साइड भएको यताबाट मैले सिक्स साइड भएको एउटा सेप बनाएँ। हेर्नु त के गरेँ मैले सिक्स साइड भएको एउटा यसरी सेप बनाएँ नि है। हामीले कपी गर्नलाई सर्टकटहरू हेरेको थियौँ नि, एकचोटि हेर्नु त यता हेर्नु है, यता हेर्नु है। हेर्नु त एउटा सेप बनायो नि। हामीले कपी गर्ने तरिका के हेरेको थियो त अल्ट थिच्दै मैले यसलाई यसरी तान्यो भने कपी हुन्छ भनेर भनेको थिएँ नि। तर मैले अल्ट र सिफ्ट सँगै थिच्यो भने चाहिँ के हुने भयो त सिधा लाइनमा जाने भयो कि बाङ्गो हुँदैन, स्ट्रेट लाइनमा जान्छ है। अब हेर्नु त स्ट्रेट लाइनमा जाँदा अलाइनमेन्ट मिलिरहेछ नि है। अल्ट र सिफ्ट अनि क्लिक गरेर ड्र्याग गर्ने कि कपी हुन्छ भनेको थिएँ नि है। अनि अल्ट र सिफ्ट थिच्यो, क्लिक गरेँ, ड्र्याग गरेँ मैले अनि छोडिदियो। बुझ्नुभयो? एकचोटि हेर्नु त अब यता हेर्नु त यो सेप तान्यो, यो सेप ल्या कपी गरेको बुझ्नुभयो नि है। बुझ्नुभयो? यसरी भयो कि जस्तै मैले यो एउटा सेप बनाएँ नि है। अब यसलाई मैले अल्ट थिचेर क्लिक गरेर ड्र्याग गरेँ भने कपी गर्न मिल्छ भनेको थिएँ नि है। तर मैले अल्ट थिचेर क्लिक गर्दै सिफ्ट पनि थिच्यो भने चाहिँ यो चाहिँ सिधा जाने भयो कि तलपट्टि ड्र्याग गऱ्यो भने हेर्नु त यो सिधा तल गइरह यताउता बाङ्गो हेर्नु त मैले जति माउस गरे पनि तल माथि मात्र गइरहेछ नि है। अनि मैले अल्ट थिचेर राइटतिर ड्र्याग गर्यो अनि सिफ्ट थिच्दियो भने चाहिँ हेर्नु त यो लेफ्ट राइट मात्र गइरह तल माथि गएको छैन, सिधा गइरह नि अलाइनमेन्ट मिल्यो नि है। अब हेर्नु त यसलाई के गर्छु म अल्ट थिच्दै सिफ्ट थिच्दै यसरी छोड्यो दुइटा सेप आयो नि है। एकचोटि हेर्नु त अब यो दुइटा सेप आयो नि है। बुझ्नुभयो? ल अब हेर्नु त एकचोटि अब मैले फेरि एउटा एउटा सेप गर्नुभन्दा चाहिँ म के गर्छु अब यो दुइटा सेपलाई सिलेक्ट गर्छु अनि दुइटा सेपलाई एकैचोटि हेर्नु त कपी गरिदिन्छु। बुझ्नुभयो? यता हेर्नु न एकचोटि है। यो चारवटा सेप ल्याएको बुझ्नुभयो? बुझ्नुभयो हजुरले? अब यो चारवटालाई कपी गरेर हेर्नु त एकैचोटि अल थिच्दै मैले यता तलपट्टि ल्याएर यसरी राखिदिन्छु कि हनीबीको कम कि के जस्तो हुन्छ नि यस्तै है। अब हेर्नु त यो चारवटा भयो नि है। अब मैले यो आठवटालाई सेलेक्ट गरेर फेरि अल थिच्दै हेर्नु त यसरी ल्याएर कपी गरिदियो भने हेर्नु त यस्तो खालको चाहिएको मलाई आइसक्यो नि है। चाहिएको कुरा आयो नि है। हेर्नु त यस्तै बनाउनु पर्ने नि हेर्नु त यो इमेजमा यस्तै थियो नि है। बुझ्नुभयो? पहिला सुरु एउटा बनायो, पछि एउटालाई कपी गरेर मैले दुइटा गरेँ, दुइटा सेप भयो अनि पछि दुइटा सेपलाई सेलेक्ट गरेर त्यो दुइटालाई कपी गरेँ भने चारवटा भयो। पछि चारवटालाई सेलेक्ट गरेर अर्को चारवटा कपी गरेँ नि है। अनि फेरि पछि त्यही आठवटालाई कपी गरेर
सेप 16 वटा बन्छ कि नि है। यसमा हेर्नुभयो भने के देखाइरह कपी 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 भनेर आयो नि है लेयरमा। मैले छुट्टा छुट्टै बनाएको भए त पोलिगन 1 देखि 16 सम्म आउँथ्यो नि। अब हेर्नु त मैले यो इमेजलाई कपी गरेर यता ल्याएर पेस्ट गरेँ है। अब हेर्नु त मलाई के चाहिएको त यो सबै सेपभित्र चाहिँ के चाहिएको मेरो फोटो चाहिएको नि होइन। तर हेर्नु त हामीले के पढाएको थियो मैले क्लिपिङ मास्क राइट क्लिक गरेर क्रिएट क्लिपिङ मास्क गरेँ भने त तलपट्टि जुन लेयर छ यो लेयरमा मात्र सेप जान्छ जाने रहेछ नि है। हेर्नु है मैले जस्तै फोटोलाई ठुलो गरिदिन्छु है। ल, फोटो ठुलो गरेँ। अब मैले राइट क्लिक गरेर क्लिपिङ मार्क्स गर्दाखेरि हेर्नु त यसमा मात्र यो सेपमा मात्र गएको छ नि है। किनभने हामीले क्लिपिङ मार्क्स गर्दाखेरि के भनेको थियो त फोटोको तलपट्टि जुन चाहिँ सेप छ त्यसभित्र मात्र जान्छ भनेर भनेको थियो नि है। अब हेर्नु त जस्तै यसलाई मैले रिलिज क्लिपिङ मार्क्स गर्यो। यसलाई तलपट्टि ल्याएर मैले यो ठाउँमा राखेँ है। अब मैले क्लिपिङ मार्क्स गरेँ भने हेर्नु त यो सेप तलपट्टि जुन चाहिँ सेप छ त्यसमा मात्र भयो नि है। हामीसँग के सर्टकट छ भने जस्तै हेर्नु त मैले फोटोलाई हाइड गरेँ नि है। के गर्नु पर्यो त यो सबै सेपलाई हेर्नु त बाहिरबाट मैले यसरी क्लिक गरेर ड्र्याग गरेर के गरेँ त सेलेक्सन गरेँ है। अनि यो सेपलाई सेलेक्ट गर्ने तरिका के भयो त यसरी क्लिक गरेर बाहिरबाट ड्र्याग गर्न पर्यो नि। अब मैले हेर्नु त लेयरमा मैले क्लिक गर्दै गयो भने त एउटा एउटा लेयर मात्र सेलेक्ट हुने रहेछ नि है। हामीलाई सबै लेयर सेलेक्ट गर्ने अर्को सर्टकट भनेको कन्ट्रोल थिच्दै हेर्नु त मैले पोलिगन 1 कपी भयो नि। अब मैले सेलेक्ट गर्दै जाँदा हेर्नु त यो सबै लेयर एकैचोटि सेलेक्ट हुँदैछ नि है। बुझ्नुभयो। अनि अर्को सर्टकट भनेको चाहिँ सिफ्ट है। सिफ्टले हेर्नु त मैले पोलिगन 1 कपी 4 एउटा क्लिक गर्यो। अनि तलपट्टिको पोलिगन 1 छ नि त्यसलाई सिफ्ट थिच्दै क्लिक गर्यो भने हेर्नु त सबै लेयर कपी भयो नि है। सिफ्ट थिच्दै मैले लेयर्सहरू क्लिक गरेँ भने चाहिँ के गरिदिन्छ भने पोलिगन 1 को जस्तै मैले यो लेयरको नाम आइएसएचएन भनेर गरेँ। अनि अर्को पोलिगन 1 कपीको लेयर मैले के भनेर गरेँ है। अब मैले सिफ्ट थिच्दै यो लेयर क्लिक इसान भन्ने लेयर क्लिक गरेँ। अनि सिफ्ट थिच्दै के भन्ने लेयरलाई क्लिक गरेँ भने चाहिँ हेर्नु त यो के र इसानको बिचको पर्ने लेयरहरू सेलेक्ट भएको छ नि। सिफ्टले चाहिँ के गरिदिन्छ मैले दुइटा लेयर क्लिक गरेँ भने होइन भित्र जतिवटा लेयर पर्छ त्यो सबैलाई सेलेक्ट गरिदिने भयो कि त्यसको बिचोमा। बुझ्नुभयो बुझ्नुभयो। कन्ट्रोलले चाहिँ सिङ्गल सिङ्गल लेयर क्लिक गर्दै जानु पर्ने भयो सबै लेयर सेलेक्ट हुन्छ। सिफ्टले चाहिँ दुइटा लेयर सेलेक्ट गर्यो भने त्यसको बिचमा जुन जुन लेयर पर्छ त्यो सबैलाई सेलेक्ट गरिदिनु भयो कि बुझ्नुभयो। अब हेर्नु त मैले सबै लेयर सेलेक्ट गरेँ नि है। अनि हामीसँग सर्टकट एउटा के छ त कन्ट्रोल जी। कन्ट्रोल जी गर्यो भने के हुन्छ ग्रुप बनाइदिने भयो कि बुझ्नुभयो। कन्ट्रोल जीले ग्रुप अनि कन्ट्रोल सिफ्ट जीले चाहिँ अनग्रुप। बुझ्नुभयो। बाहिरबाट चाहिँ हेर्नु त के गर्न मिल्यो मैले यसरी ट्र्याक गरेर सेलेक्ट गर्न मिल्यो नि है। अर्को अप्सन भनेको लेयरबाट कन्ट्रोल थिच्दै जानु त त्यो भयो नि है। अर्को भनेको चाहिँ अब जस्तै मैले फर्स्टको लेयर सेलेक्ट गर्यो है। अनि तलपट्टि यो लेयरमा सिफ्ट थिच्दै क्लिक गर्नु त अब चाहिँ के गरिदियो भने यसले चाहिँ यो लेयरमा सिफ्ट थिच्दै गर्नुभयो नि यो दुइटा लेयर बिच जुन जुन लेयर पर्छ त्यो सबैलाई सिलेक्ट गर्छ कि तर योभन्दा मुनि वा योभन्दा माथिको सेलेक्ट चाहिँ हुँदैन है। बुझ्नुभयो। अब मैले हेर्नु त यो सबैलाई सेलेक्ट गरेर के गरिदिन्छु ग्रुप गरेँ नि है। ग्रुप गरेको बुझ्नुभयो। कन्ट्रोल जीले ग्रुप कन्ट्रोल सिफ्ट जीले अनग्रुप भयो नि है। अब हेर्नु त मैले यो फोटोको लेयरलाई अब ल्याएर राइट क्लिक गरेर क्रिएट क्लिपिङ मार्क्स गर्यो भने चाहिँ सबै सेपमा जाने रहेछ नि। मैले ग्रुप गरेसम्म बुझ्नु भयो नि है। अनि ग्रुप गरेर माथि फोटो राखेँ नि है। अब यो लेयरको मुनि के छ त ग्रुप भन्ने लेयर छ नि है। अब मैले यसलाई क्लिपिङ मार्क्स गरेँ भने चाहिँ सबै सेपमा गयो नि। यो किन गयो भने हामीले जहिले क्लिपिङ मार्क्स गर्दा के भने तलपट्टिको लेयर तलपट्टिको सेपमा लाग्छ भनेको थियो नि है।
अनि हेर्नु त फोटोको मुनिपट्टि ग्रुप भन्ने लेयर छ। एउटा मात्र लेयर हो नि। त्यही भएर चाहिँ ग्रुपको लेयरलाई चाहिँ क्लिपिङ मार्क्स लाग्यो नि। ग्रुप भन्ने त एउटा लेयर हो है। अनि त्यो लेयर भित्र पो अझ डिफ्रेन्ट डिफ्रेन्ट लेयरहरू राखेको छ नि है। बुझ्नुभयो? बुझ्नुभयो? मैले अब डिफ्रेन्ट 4-5 वटा सेपमा एकैचोटि क्लिपिङ मार्क्स गर्न पर्यो भने चाहिँ ग्रुप बनाएर गर्न पर्यो नि है। ल अब एकचोटि हेर्नु त। मैले क्लिपिङ मार्क्स गरेँ है। तर हेर्नु त यो इमेजमा कस्तो छ त? एउटा, दुईटा, तिनटा, चार। चारवटा सेपमा चाहिँ क्लिपिङ मार्क्स भएको छैन रहेछ नि है। भनेपछि मैले के गर्नु पर्यो त? चारवटा सेपहरूलाई चाहिँ बाहिर ग्रुप बाहिर लिएर आउनु पर्यो नि। बुझ्नुभयो नि है। अनि हामीसँग कस्तो सर्टकट छ भने त अहिले मैले यो लेयर सेलेक्ट छ नि है। यो लेयर सेलेक्ट छ। तपाईँहरूको किबोर्डमा बिग ब्र्याकेट स्मल ब्र्याकेट देख्नु भएको छ? बिग ब्र्याकेट स्मल ब्र्याकेट किबोर्डमा है। हेर्नु त मैले लेफ्ट साइडको त्यो देख्नु भयो नि है। मैले अल्ट थिच्दै हेर्नु त अल्ट थिच्दै लेफ्ट बिग ब्र्याकेट थिच्यो भने चाहिँ के गर्छ भने लेयर्स हेर्नु त अहिले मेरो लेयर 1 भन्ने इमेजको लेयर सेलेक्ट भइरहेछ नि है। अल्ट थिच्दै मैले बिग ब्र्याकेटको यो लेफ्ट साइडको थिच्यो भने चाहिँ तल तल लेयर सेलेक्ट हुने भयो कि तल तलको लेयर सेलेक्ट हुँदैछ नि है। बुझ्नुभयो? यस्तो के हेर्नु त मैले जस्तै कि के भन्ने लेयर सेलेक्ट छ नि है। मलाई इशान भन्ने लेयर सेलेक्ट गर्नु पर्यो है। मैले के माउसले क्लिक गरेर गर्न मिल्यो नि। अर्को अप्सन भनेको के छ? अल्ट र ल्यापटपको लेफ्ट बिग ब्र्याकेट हुन्छ नि लेफ्ट साइडको त्यो थिच्यो भने चाहिँ हेर्नु त माथि तल तलको लेयर सेलेक्सन चेन्ज हुँदैछ नि है। बुझ्नुभयो? तल तल सेलेक्ट हुँदै गयो नि। राइट साइडको थिच्यो भने चाहिँ माथिको लेयर सेलेक्ट हुँदै गयो नि। यो बुझ्नुभयो? बुझ्नुभयो हजुरले? अल्ट थिच्दै लेफ्ट बिग ब्र्याकेट राइट बिग ब्र्याकेट लेयर सेलेक्सन हेर्नु त तल माथि चेन्ज हुँदैछ नि। कुन चाहिँ लेयर सेलेक्ट भइरहेको हेर्नु त अहिले पोलिगन 1 सेलेक्ट भइरह। मैले राइट साइडको थिच्यो भने माथि गयो नि है। लेफ्ट साइडको थिच्यो भने तल आयो नि। अनि तर थिच्दै गयो भने त ब्याकग्राउन्ड ब्याकग्राउन्ड आइसकेपछि फेरि थिच्यो भने माथिपट्टि गयो। सके नि। बुझ्नुभयो? अनि हेर्नु त अब मैले फोटोको लेयर सेलेक्ट छ नि है। कन्ट्रोल थिच्दै क्लिपिङ मार्क्स है। कन्ट्रोल थिच्दै राइट साइडको हेर्नु त क्लिपिङ मार्क्स हटाइदिन्छ है अहिलेलाई सजिलो हुन्छ। कन्ट्रोल थिच्दै लेफ्ट बिग ब्र्याकेट थिच्यो भने चाहिँ लेयर्सलाई तल तल लाने भयो कि। बुझ्नुभयो? सेलेक्ट गरेको लेयरलाई तल तल लग्यो नि। कन्ट्रोल थिच्दै लेफ्ट बिग ब्र्याकेट राइट बिग ब्र्याकेट लग्यो भने चाहिँ माथि माथि लान्छ। लेफ्टले चाहिँ तल तल लान्छ। अल्टले चाहिँ लेयर सेलेक्ट गरेको लेयर चेन्ज गर्छ। कन्ट्रोलले चाहिँ लेयर्सलाई नै तल माथि गरिदिन्छ। बुझ्नुभयो? यो बुझ्नुभयो? अब जस्तै यसमा हेर्नु त मलाई अब जस्तै यो पोलिगन हेर्नु त पोलिगन 4 छ नि। पोलिगन 4 होइन के यता हेर्नु त यो के लेखेको लेयर छ नि यसलाई बाहिर लिएर आउनु छ अरे कि। यसमा क्लिपिङ मार्क्स नगर्ने भए म के गर्छु अल्ट थिच्दै राइट साइडको कन्ट्रोल थिच्दै राइट साइडको बिग ब्र्याकेट थिच्दै हेर्नु त बाहिर लिएर आए क्लिपिङ मार्क्स हटाइदिन्छ है। नत्र के गर्नु मिल्यो भने त यो इशान लेखेको लेयरलाई क्लिक गरेर ठ्याक्क फोटोको माथिपट्टि ल्याएर राखिदियो भने त ग्रुप बाहिर लिएर आयो नि। अब के भयो यो दुइटा सेप बाहिर आइसक्यो। मैले यसमा अरू कुनै कलर दियो भने यसरी दिन मिल्यो नि। बुझ्नुभयो? हजुरले बुझ्नुभयो? बुझ्नुभयो? हजुरले बुझ्नुभयो नि? फोटोलाई चाहिँ तल झार्नलाई कन्ट्रोल राइट बिग ब्र्याकेट र लेफ्ट बिग ब्र्याकेट तल माथि गर्नु त थिच्नु त
अल्ट थिचेर राइट ब्राकेटहरू थिच्यो भने चाहिँ लेयर सेलेक्ट गरेको चेन्ज हुन्छ नि है। तर कन्ट्रोल थिच्दै गऱ्यो भने चाहिँ लेयरलाई नै तलमाथि गरिदिन मिल्यो नि है। मैले यसलाई माथि हाल्ने अब यसलाई क्लिपिङ मार्क्स गऱ्यो भने चाहिँ हेर त फोटोको लेयर हाइट अन हाइट रहेछ नि त। फोटो आयो नि अब मैले क्लिपिङ मार्क्स गरेँ भने त के भयो त एउटा सेपमा मात्र गयो नि, यसमा मात्र गएको छ नि है। अब मैले यसलाई क्लिपिङ मार्क्स हटाइदिन्छु। यो सेपभित्र मात्र क्लिपिङ मार्क्स हटाए, यो सेपभित्र मात्र चाहियो भने मैले के गर्छु त यो सबैलाई ग्रुप बनाइदिन्छु भने चाहिँ मिस। अब यो फोटोलाई हाइड गर्न, अब यो सबै सेपलाई सेलेक्ट गरेर कन्ट्रोल जी गरेर ग्रुप गरिदिनु त। अनलाइन बस्राख्नु भाइहरूले बुझ्नु भएको छ नि है। अनलाइन बस्राख्नु भाइहरूले बुझ्नु भएको छ। हजुर बुझिरहेको छु सर।